गर्छु म भन्छु अलि मिलाएर गर्नुपर्छ चिने साथीभाइलाई म कुरा गराउन न त्यो मान्छेसँग होइन तपाईँले नै हो र तपाईँले त केही गर्नै परेन तिनीहरूले हालिदिन्छ आफै तपाईँले केही गर्नै परेन आफै बनाएर हालिदिन्छ तिनीहरूले मलाई बोला हो मोटी हुनुहुँदो रहेछ भने कि लास्टै मोटी हुनुहुँदो रहेछ भनेको छैन म त मान्छे अहिले तपाईँ नै हो पहिलोचोटि हो ब्रेकै नलाग्यो के ब्रेकै नलाग्नु खोज्ने के ब्रेकै नलाग्नु खोज्ने के हो र हजुर दिनकै पठाउमा हिँड्ने हो दिनमा 2 चोटि 3 चोटि पनि हिँड्नुपर्छ कहिले तपाईँले अब कसरी भन्नुभयो आफू पनि अनुभव हो त्यो पनि पाइयो 2-3 चोटि किन त्यत्रो चोटि हिँड्ने दिनमा कामै त्यस्तो छ म कलाकार हो कति कहिले कता जानुपर्छ कहिले कता पेसाले गर्दा कलाकार हो तपाईँ के गाउनुहुन्छ कि गीत कलाकारले गाउने नै त होला नि होइन साडी लाएर पनि होला क्या तपाईँलाई नमिलेको बस्नु होइन अलि त्यही हो साडीले अलि दुःख दियो गीत चाहिँ खत्रै गाउनुहुन्छ तपाईँले हजुर अलिअलि हो कि राम्रै गाउनुहुन्छ होला अब के सुन्नै आउनु पर्यो तपाईँ नत्र कसरी अब युट्युबमा गएर हेर्नु नि हो र युट्युबमा आउँछ तपाईँको के छ र नाम चाहिँ हजुर निशा बिसी ए कस्तो गाना आउँछ भन्नाले दोहोरी हो ए अहिले पनि दोहोरी गाउनु जानु लाग्छ तपाईँ हो र भनेपछि त दरो कमाइ दिनमा कति फेर गाउनुपर्छ दिनमा कति फेर गाउनुपर्छ भन्नाले रुममा कतिखेर पुग्नुहुन्छ भने होइन दिनमा चाहिँ कतिचोटि गीत गाउनुपर्छ के गीत कहिले अब आधा 2-3 हुन्छ होला युट्युबबाट टर्नै आउँछ होला है तपाईँको पैसा त आउँछ अलिअलि खरै हो धेरै भए होइन ए तपाईँकै च्यानल हो च्यानल खोलेको झर्दैछ 15,000 निकालियो ए भनेपछि भर्खर खोलेको युट्युब तपाईँकै हो युट्युब च्यानल चाहिँ ए हजुर दिदी आएर चाहिँ त्यहाँ खाना खाएर हिँडेको लाइभ पनि गर्नुहुन्छ क्या तपाईँहरूले लाइभ ए लाइभै हो ए गीत गाउँदै लाइभ गर्ने होइन ए खिचेर चाहिँ च्यानलमा हाल्ने लाइभ पनि चल्छ होला नि त अनि ए भनेपछि तपाईँको दामी रहेछ काम त गीत गाउनु त सजिलो भयो नि त सजिलो हुन्छ नि जानेपछि त होइन र तपाईँलाई चाहिँ त्यो गीत गाएको मात्रै पैसा आउने मलाई अरूले बोला हो अरूले एउटा गाउन अरूको 2टा गाइदिन्छ एउटा मलाई एउटा उनीहरूलाई पैसा आएको छ त नि एउटा एपिसोड गर्न कहीँ नलाइन 10,000 लाग्छ ए भन्नाले तपाईँलाई चाहिँ त्यो मलाई दिन्छ एउटा उसलाई हालिदिन्छ क्या भनेपछि तिनीहरूले पैसा चाहिँ दिँदैन अर्कोवाला पैसै जस्तो भइगयो त त्यतिकै लगाएको त्यो युट्युबकै पैसा आउने भनेको होइन युट्युबबाट आफूलाई आयो ए भनेपछि भिडियो बनाएर तपाईँलाई दिन्छन् 2टा बनाउने एउटा उनीहरूलाई एउटा ए तपाईँले त केही गर्नै परेन तिनीहरूले हालिदिन्छ आफै तपाईँले केही गर्नै परेन आफै बनाएर हालिदिन्छ तिनीहरूले ए गाइदिनु चाहिँ पर्यो गाउन मात्रै सजिलो रहेछ यो भिडियो बनाउनु पो गाह्रो हुन्छ त एडिट गर्नु पर्यो यताबाट जाम होइन यताबाट त फसिन्छ फेरि राजेश हमालको घर निक्लेर ए त्यहाँबाट जाने
जताबाट लिएर हिँड्नुहोस् न तपाईँ जहाँ त्यताबाट चाहिँ दाम हुँदैन अब रेडन निक्लिएर भन्न खोज्यो अब मलाई रुट छ त्यहाँ अरू त्यो अर्को बाटो देख्दा भयो लैजानु अर्को बाटो त्यही भयो नि हाइवेमा निक्लिनु पर्ने त हो क्या हाइवेमा अहिले जाम हुन्छ क्या गङ्गाको माता क्या छ जाम भित्रभित्रै माछा पोखरी कहाँबाट पुग्छ त भित्रभित्रैबाट जान्छ अङ्कल पख न यार आज कतिवटा गाउनुहुन्छ त अब सुरु गएपछि थाहा हुन्छ हजुर हजुर 11 बजेदेखि बोला थियो दिदी आउने ढिलो त दुईटा त लगाइहाल्छ नि त त्यसपछि गाउँदिनँ म गाह्रो हुन्छ सही सही भन्नाले त्यहाँ पनि च्यानल छ आफ्नो यसो च्यानल बन्छ नि त एउटा रेकर्ड भइरहेछ एउटा युट्युबबाट कति कमाउनु भयो त अहिलेसम्म 15-20 हजार धेरै छैन क्या 1 वर्ष त भयो त्यो मोनिटाइज हुनै लाग्यो क्या मोनिटाइज भएपछि ए बल्ल 15-20 हजार भर्खरै हो क्या 1 वर्ष जति चाहिँ भयो फेसबुकमा नि हाल्नु नि त फेसबुकबाट पैसा आउँछ त फेसबुक मोनिटाइज गर्नुपर्छ अरे त है आउँदैन मलाई मोनिटाइज गर्न मोनिटाइज गर्ने भयो मान्छे छ के 7-8 हजार लिन्छ तपाईँलाई पुरै मोनिटाइज गरेर दिन्छ त्यो यतै कलङ्कीतिर हो त्यो भन्नुपर्छ त्यसलाई होइन तपाईँको यस्तो हो नि त त्यसमा फ्लोर धेरै चाहियो नि त 10,000 फ्लोर चाहिन्छ 10,000 फेसबुकमा हो र युट्युबमा फेसबुकमा ए भइहाल्छ नि तपाईँ 6-7 हजार दिनै मोनिटाइज गरेर पैसा आउने बनाइदिएपछि भइहाल्यो नि फेसबुकबाट धेरै आउँछ क्या पैसा अलि भाइरल छिट हुन्छ के तपाईँको त्यो भिडियोको होइन सानो 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 क्लिप बनाएर हाल्यो भने पाइन्छ क्या धेरै छ क्या हो त्यस्तै हाल्यो भने तपाईँलाई नम्बर सेभ गरेर राख्छु म भन्छु अलि मिलाएर गर्नुपर्छ चिनिया साथीभाइलाई म कुरा गरौँला न त्यो मान्छेसँग होइन तपाईँले नै हो र मैले होइन मेरो साथी जस्तै हो एउटा मिलाएर कुरा गरौँला नि मै बोलाउँला म तपाईँलाई कल गर्छु यही अहिलेको नम्बर होइन फेसबुकतिर ध्यानै नदिएको रहेछ तपाईँले होइन त्यस भए होइन ध्यान दिएको एकचोटि राति नचढाएको थियो मलाई अनि त्यो मोनिटाइज हुनलाई विदेशको के चाहिन्छ भन्ने होइन होइन अहिले नेपालमा आयो क्या त्यही भएर हो कि अस्ति धेरै भएको छैन नेपालमा आएको मोनिटाइज भर्खरै भएको क्या नेपालमा त्यो अस्ति न त्यो आन्दोलनतिरै त आएको त्यति बेला फेसबुक ब्यान गरेको थियो नि हो त्यति बेला झ्याप्पै खोलिदिएको हो कि अनि पुरै त्यही खाता जस्तै गर्नुपर्छ है के चाहिँ उसको जस्तै होइन युट्युब जस्तै हो ए फेसबुकमा तपाईँको रहेछ है त्यस भए 6-7 हजार रहेछ होइन त्यस भए ए झन् सजिलो भयो नि युट्युबमा अलिक भ्युज आउँदैन कि होइन युट्युबमा अलिक भ्युज आउँदैन किन हुँदैन युट्युबको त्यस्तै छ कि सिस्टमै त्यस्तै छ अलि पहिला त आउँथ्यो अस्ति हालेको भिडियोमा 1,90,000 त्यही सानो च्यानलमा 1,90,000 50,000 60,000 पनि गाखा न अहिले अस्ति यस्तो दामी गीत हालेको जम्मा 3,000 गाखा एक महिनामा तपाईँको रेगुलर हाले जस्तो भयो भने आउँछ होइन अलिक ढिलो भयो भने चाहिँ गाह्रो हुन्छ क्या हालेको के त्यही भएर त लाग्यो हल्का त्यो कतिमा हाल्दा ठिक हो हजुर हजुर कतिमा हाल्नुपर्छ तपाईँले डेली हाले पनि भयो नत्र नि ठ्याक्क 3-4 दिन 1 हप्ता बिराएर हाल्नु पऱ्यो कि भनेपछि त्यो पनि उजस्तै टिकटक जस्तै रहेछ नि तपाईँले 1-2 महिनामा हाल्नुभयो भने चल्दैन के 1-2 महिना हो त्यस्तो 6 हुँदैन नि त्यसरी त अनि तपाईँको भाइरल भएको बेलामा ठ्याक्क सबलाई जान्छ क्या त्यो भिडियो अनि तपाईँको 6 महिना पुगेपछि त कहाँ हराइसक्छ त्यही भएर हो कि नगएको त्यस्तो ढिलो गर्नै भएन क्या तपाईँले हालिरहनु पऱ्यो नि त है 6 महिनासम्म त्यो मान्छेले भनेर है त्यो भिडियो जाँदैन क्या तपाईँको त्यो युट्युबले पठाउँदैन कि त्यो ढिलो भएपछि ठ्याक्क भाइरल भएको बेलामा गयो भने अझै धेरै पनि जान सक्छ भ्युज होइन ठ्याक्क तपाईँको पहिलाको भिडियो राम्रो चलेको थियो भने त्यही बेलामा अर्को पनि अझै राम्रो हालिदिनु भयो भने अझै बढी पनि जान्छ क्या 3,000 यस्तो राम्रो छैन त्यस्तो 6 महिना नलाउनु फेरि डिमोनिटाइज गरिदिन्छ नि युट्युबले त
त्यो पैसा नआउने बनाइदिन्छ फेरि हल्का छिटो छिटो हाल्नु भिडियो चाहिँ बन्द गरिदेला है तपाईँको भिडियो नै आएन भने त बन्द गरिदिन्छ कि त्यो मोनिटाइज हुन्छ नि पैसा आउने चिजै बन्द गरिदिएपछि बर्बाद हुन्छ फेरि युट्युबको मोनिटाइज गर्न सजिलो छ फेसबुकको अलिक गाह्रो हुन्छ क्या होइन फेसबुकको अलिक सिस्टमै छुट्टै हुन्छ क्या त्यसमा नम्बर हाल्ने होला अनि त्यही अनि त्यो आउने होला पछि गुगलको पिनकोड आउने होला त्यही होइन त्यसमा आउँदैन नि फेसबुकमा आउँदैन त्यसको अलि अर्कै छ के अलिकति मेसअप पाउँदैनन् क्या त्यसमा चाहिँ गर्न झ्याप्प युट्युबको सजिलो हुन्छ यो फेसबुकलाई अलिकति टाइम लाग्ने हो कि तपाईँको भन्नाले अलिक गाह्रो हुने मिलाएन भने चाहिँ बिग्रिन्छ झनै कति उठ्यो 85 होइन 85 ए फेरि 85 भने हिजो नि त्यस्तै भनेर तनाव भएर 85 भन्नुहुन्छ तपाईँले पनि 85 भन्छु त मैले त जहिले हजुर 85 85 85 भन्छ नि हो र यताको मान्छेले त्यस्तो भन्ने रहेछ कि खै त 10 रुपैयाँ 15 दिए त ल क्या 85 काण्ड भयो आज पनि 85 85 85 85 चाहिँ अहिले 85 भने त पुग्दैन त यार तेरिका तपाईँहरूलाई पनि मोनिटाइज गर्न छ भने फेसबुक टक्क सम्झिनु होला तपाईँलाई चट्ट पैसा आउने गरी होइन मोनिटाइज गरेर दिन्छ क्या सबै ट्याग 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 है त